आज चाहिँ मैले मेरो फिल्मोग्राफीको बारेमा भन्न गइरहेको छु हैन। नमस्ते, मेरो नाम राजुन कार्की। मैले आफ्नो फिल्महरूको बारेमा जर्नीको बारेमा चाहिँ भन्न गइरहेको छु हैन। 2068 मा चाहिँ कस्तो भयो भन्दाखेरि पोखरामा चाहिँ जुनियर आर्टिस्ट र कलाकार चाहियो भनेर आएको थियो। त्यो बेला चाहिँ मैले अस्तिको भिडियोमा पनि भने हैन, त्यो बेला चाहिँ अडिसन दिनुपर्ने थियो। जुनियर आर्टिस्ट अडिसन दिएँ मैले। अडिसन दिएपछि म सिलेक्ट भइनँ अनि त्यो पनि मलाई बोलाउनु भयो, म आफै गएँ। त्यसपछि एउटा त्यो फिल्ममा भयो जुनियर आर्टिस्ट भएर। जुनियर आर्टिस्टमा चाहिँ कस्तो रोल थियो भने हामी गाउँले हुन्थ्यौँ। गाउँलेलाई चाहिँ पुरा गुन्डाहरू आएर चाहिँ हामीलाई समातेर लिएर जाने, अनि लिएर गएपछि चाहिँ अनि बालुवा खनाउने त्यस्तो टाइपको थियो एउटा चाहिँ होइन। अनि अर्को चाहिँ लगभग सुनखानी त्यस्तै थियो। एक कलेजको रोल हो, त्यो हिरो हिरोइनहरूलाई साइडमा टक हिँड्ने टाइपको पासिङ रोल टाइपको थियो होइन। अनि थर्डमा चाहिँ मेरो लभ स्टोरी फिल्म हो सायद आर्यन सिग्देल र के शर्मा उहाँको बेला चाहिँ उहाँ गइराख्नुहुन्छ, म चाहिँ यता साइडमा यसरी हिँड्ने छ होइन। उहाँ जानु बसमा बस्दा साइडमा म बसमा बस्ने त्यस्तो टाइपको थियो। अनि तिनवटा गरेपछि मलाई भयो भनेर म्युजिक भिडियो गरेँ, म्युजिक भिडियो भयो भनेर इभेन्ट गरेँ, इभेन्टबाट भयो भनेपछि होइन फिल्मै गर्नुपर्छ क्या हो भन्ने भयो। लग 10-15वटा म्युजिक भिडियो खेलेपछि पनि म्युजिक भिडियोबाट पनि मोनोटोनस भयो होइन, फिल्मै गर्नुपर्छ क्या भन्ने भयो। अनि मेरै अफिसबाट चाहिँ कलाकार आवश्यकता भनेर हामीले पोखरामा हालेको थियौँ। हाल्दा चाहिँ लगभग त्यो बेला चाहिँ लगभग 200देखि 300-400जना आउनु भएको थियो अडिसन दिन होइन। त्यो मध्ये एउटा 40जना सिलेक्ट गरियो। गरेपछि कलाकार सिलेक्ट गरियो, तर डाइरेक्टर के स्क्रिप्ट के पनि थाहा भएन किनभने म नयाँ थिएँ होइन। अनि त्यसपछि 40जना सिलेक्ट गरेपछि चाहिँ हामीले चाहिँ डिरेक्टर एकजना नयाँ हुनुहुन्थ्यो, मसँग नयाँसँग काम गर्नु मन थियो। उहाँसँग स्क्रिप्ट थियो एउटा चाहिँ, स्क्रिप्ट राम्रै थियो होइन। त्यसपछि उहाँले चाहिँ पोखरा आउनुभयो, पोखरा आएर वर्कसपहरू दिनुभयो होइन। दीपक आचार्य दाई, सुरेश थापा दाईहरू लगभग 3-4जना आएर दिनुभयो होइन। अनि त्यसपछि हामी काठमाडौँमा बस्यौँ, स्क्रिप्टको लागि बस्यौँ, स्क्रिप्ट फेरि रिकरेक्सनको लागि बस्यौँ। बस्दाखेरि चाहिँ स्टोरी एउटा धनी बाबुको छोरा, अनि बाबु चाहिँ राजनीतिज्ञ, आमा चाहिँ बिजनेसम्यान हो कि आमा बिजनेसम्यान, मैले बिर्सेँ, धेरै वर्ष अगाडि भयो कुरा भयो होइन। अनि छोरालाई चाहिँ केयर नगर्दा चाहिँ छोरा कतिसम्म बिग्रिन्छ टाइपको स्टोरी थियो, राम्रो टाइपको थियो। अनि त्यो फिल्मको नाम छेस्को नै किन राखियो भन्दा चाहिँ तपाईँको सानो कुराहरूलाई चाहिँ हामीले वास्ता नगर्दा चाहिँ त्यसले भोलि पर्सि ठुलो रूप लिन सक्छ, क्यान्सरको रूपमा लिन सक्छ भन्ने टाइपले त्यो स्टोरी फाइनल गरियो। पोखरामा सुट गरियो, उहाँहरू आउनुभयो, पोखरामा सुट गरियो। सुट गरेर हामी काठमाडौँ फाइनलको लागि हेर्न गयौँ। हेर्न जाँदा चाहिँ अलिकति भनेको जस्तो भएन। उहाँ सायद नयाँ डाइरेक्टर हुनुहुन्थ्यो अथवा हामी नयाँ कलाकार थियौँ होइन, केही मिलेन होइन, अथवा बजेटिङ मिलेन अथवा केही मिलेन, फिल्म चाहिँ राम्रो भएन होइन। नभएपछि मेरो त सबैतिर हल्ला चलिसकेको थियो होइन, फिल्म खेलाएको छ ओ हिरो भन्ने भइसक्यो होइन। अनि त्यसपछि हामी पोखरा आयौँ। पोखरा आएपछि अनि त्यसपछि फिल्म चलाउने भन्नु, सबैजनाले चलाउनुपर्छ भन्नुहुन्छ होइन। मैले चाहिँ फिल्म हेरेँ, आफैलाई चित्त बुझ्दैन होइन। अनि त्यसपछि सबैजनालाई मैले भने पोखरामा मात्रै चलाएर हुँदैन होइन, म नेपालभरि चलाउँछु भन्ने तरिकाले म पोखराबाट काठमाडौँ आएँ होइन। सबै कुरा छोडेर, मेरो अफिसदेखि लिएर सबै छोडेर काठमाडौँ आएँ। आएपछि कान्तिपुर मोड लेन्सी दर्ता गरेपछि भूकम्प गयो होइन। भूकम्प गएपछि फेरि नाकाबन्दी भयो होइन। नाकाबन्दी भएपछि अनि मैले काठमाडौँ आउने बित्तिकै करण श्रेष्ठ दाई, रिच इन्टरटेनमेन्टको दाई करण श्रेष्ठ दाईलाई चाहिँ फिल्म देखाएको थिएँ। उहाँले मन पराउनु भएन, त्यही पनि भाइले भन्यो राखौँ न भनेर उहाँले राखिराख्नु भएको थियो। अनि म चाहिँ यता कान्तिपुर मोड लेन्सीमा बिजी भएँ, 200-400जनाको फोटोसुट गरियो। अनि पछि दाइले चाहिँ भोलि भन्दा नचलाउने यस्तो कुरा गर्नुभयो भन्नाले फिल्मै राम्रो छैन, मलाई पनि आफूलाई कन्फिडेन्स आएको छैन होइन। यो चलायो भने बेकार मेरो आफ्नै बेइज्जत हुन्छ पनि छ। तर गाउँतिर गयो, जताततै गयो, फेसबुकमा गयो, खै तेरो फिल्म कहिले आउँछ, कहिले आउँछ, आफन्तहरू उहाँ गयो, खै दसैँमा गयो, कहिले आउँछ भनेर हैरानै पारेँ। अनि जुन मैले फिल्मको लागि पैसाहरू हालेको थिएँ होइन, त्यसको नि ऋण ब्याज बढ्दै गयो होइन। मलाई गाह्रो भयो क्या, जताततैबाट गाह्रो भयो। अनि त्यसपछि अचानक हाम्रो एकजना केटी मोडल हुनुहुन्थ्यो त्यतिखेर, उहाँ भाइरल हुनुभयो, अर्चना पणेरू होइन। अनि भाइरल हुनुभयो नि उहाँ चाहिँ हाम्रो कान्तिपुर मोड लेन्सीमा फोटोसुट गर्न आउनुभयो।
फोटोसुट गर्न आएपछि मैले दाइलाई अनि फोटोसुट गर्न आएपछि उहाँले आउनुभयो अनि फोटोसुट हामीले नर्मल तरिकाले गरायौँ होइन, राम्रो एमाउन्ट लिएर हामीले होइन। अनि त्यसपछि मैले दाइलाई गएर करण दाइलाई गएर भनेपछि दाइ यस्तो यस्तो भएको छ भनेर, तिम्रो फिल्ममा राख नि त म रिलिज गरिदिन्छु भन्नुभयो। तर म चाहिँ कन्फ्युज थिएँ, गरौँ कि नगरौँ भइरहेको थियो। तर यता ब्याजहरू बढ्ने अनि तपाईँको जताततै फिल्महरूको भइसकेको थियो कि जताततै भइसकेको थियो होइन। अनि त्यसपछि होइन म बरु गर्छु भन्ने तरिकाले नै, तर त्यस्तो धेरै सिनहरू नराखौँ दाइ होइन, त्यस्तो सिनहरू नराखौँ, 1-2वटा सिन हजुरले भन्नुहुन्छ भने राखौँ, तर त्यसलाई चाहिँ अलिकति राम्रो तरिकाले खिचौँ भन्ने तरिकाले दाइले ओके भन्नुभयो। अनि त्यसपछि हामीले फिल्म उहाँलाई जुन हिरोइनलाई चाहिँ हामीले एग्रिमेन्ट गऱ्यौँ। हामीले 5 दिनको लागि लिएको थियौँ होइन, 1 दिनको 1 लाख रुपियाँ तिरेर 5 दिनको 5 लाख रुपियाँ तिरेर लिएको थियौँ। अनि करण दाइले चाहिँ के भन्नुभयो भन्दाखेरि उसलाई लिने बित्तिकै तपाईँको 3-4जना प्रोड्युसरहरू आउँछ अनि तिम्रो पैसा सेभ हुन्छ भने जस्तो कुरा गर्नुभयो। अनि मैले चाहिँ हुन्छ भने मैले केही नसोचेको हुन्छ भने, किन भन्दा मलाई चाहिँ फिल्म रिलिज गर्नु थियो। किन भन्दाखेरि पोखरामा 40-50 जनाको त्यो उहाँहरूसँग मैले एउटा बाचा गरेर आएको थिएँ होइन। अनि फिल्म नगरौँ जस्तो पनि भएको थियो, तर होइन गर्नुपर्छ, जेसुकै होस् मरु बदनाम भयो हुन्छ होइन, तर फिल्म चाहिँ रिलिज गर्नुपर्छ भन्ने तरिकाले भयो। अनि दाइले पनि ओके भन्नुभयो। अनि स्क्रिप्ट पनि त्यस्तो सिनहरू भल्गर सिनहरू राखेनौँ होइन, तर अनि सुट गरियो। सुट गरेपछि अनि फिल्म रिलिज जेठ 21 73 साल जेठ 21 गते रिलिज गरियो। गरेपछि फर्स्ट डे र सेकेन्ड डे एकदम राम्रो ओपनिङ भयो होइन, राम्रो। त्यो बेला कालोपोथी हाउसफुल 4 हो कि 3 हो थियो, अनि 2-3वटा फिल्म थियो। अनि त्यो बेला चाहिँ हाम्रो एकदम राम्रो हाइप थियो क्या। त्यस्तो कस्तो हाइप थियो भन्दाखेरि अहिले जो हिट पत्रकार हुनुहुन्छ नि, फिल्मी पत्रकारहरू, त्यतिखेर चाहिँ उहाँहरू चाहिँ हामीले एउटा अनामनगरमा एउटा प्रेस मिट राखेको थियौँ होइन। हामीले जम्मा 10 जनालाई बोलाएको थियौँ। त्यो बेला चाहिँ होस्ट हाम्रो शोभित बस्नेत दाइले गर्नुभएको थियो। अनि हाम्रो चिफ गेस्ट चाहिँ राजकुमार राई हुनुहुन्थ्यो, त्यतिखेर चलचित्र विकास बोर्डको अध्यक्ष हुनुहुन्थ्यो। अनि हामीले जम्मा 10 जना बोलाएको थियौँ। अनि 10 जना बोलाएर खानसान पनि भनिसकेका थियौँ होइन, हामीले जस्ट फर्मल प्रोग्राम गर्ने भन्ने थियो। तर आउँदा चाहिँ 200 जना पत्रकार आउनुभयो होइन, जो अहिले हिट हुनुहुन्छ होइन। उहाँहरूमध्ये लगभग 80-90% नै आउनु भएको थियो त्यतिखेर, मलाई याद छ होइन। अनि फिल्म चल्यो, राम्रो भयो, पैसा पनि राम्रै आयो। मैले मेरो ऋण तिर्ने मौका पाएँ होइन। अनि फिल्म रिलिज भयो। त्यसपछि म आफ्नै अफिसमा बिजी भएँ। अनि लगभग 1 वर्ष जति चाहिँ मलाई त्यो सेलिब्रिटी लाइफ एकदम रमाइलो लाग्यो। विदेशबाट साथीहरू आउनुहुन्थ्यो, घरमा आए चाहिँ मलाई भेट्न आउनुहुन्थ्यो होइन। एकदम रमाइलो त्यो सेलिब्रिटी लाइफ एकदम रमाइलो। जुन क्याफेमा जान्थेँ त्यो क्याफेमा चाहिँ हाम्रो यो के हो माया हो भन्ने गीत चाहिँ बजाइदिनुहुन्थ्यो होइन। अनि आफन्तहरूसँग पनि राम्रो एट्र्याक्सन के भन्नाले तपाईँको मेरो भान्जा, मेरो भाइ, मेरो दाइ टाइपको एकदम रमाइलो क्या एक्सपिरियन्स। जहाँ गए पनि रमाइलो, विदेशबाट साथीहरू आउने, गिफ्टहरू लिएर आइदिने, एकदम दामी रमाइलो भयो होइन। त्यही नै हो मेरो फिल्म। अनि त्यसपछि मैले त्यतिखेर नै भनेको थिएँ, मैले चाहिँ खेल्नुभन्दा अगाडि नै यो नै मेरो अन्तिम फिल्म हुनेछ होइन। किन भन्दाखेरि फिल्म किन अन्तिम हुनेछ भन्ने भयो मलाई भन्दा चाहिँ मैले त्यो समयमा चाहिँ मैले कलाकारहरूको अवस्था देखेँ होइन। देखेपछि कस्तो हुँदो रहेछ भन्दाखेरि तपाईँको चिया खाएपछि पनि तिर्नुपर्छ कि भन्ने तरिकाले के उठेर जाने टाइपको होइन। त्यस्तो मेरो नेचर छैन होइन, थिएन पनि। अनि मेरो दिमागमा के पर्यो भन्दाखेरि भोलि पर्सि म पनि कलाकार मात्रै भएँ भने म पनि यस्तै हुने हो कि, अर्काले खुवाउला कि भनेर आश गरेर बस्नुपर्छ कि भन्ने तरिकाले भएर चाहिँ मैले कलाकारिता चाहिँ त्यही फर्स्ट नै लास्ट बनाएँ मैले चाहिँ होइन। अनि त्यही नै हो, रमाइलो भयो। त्यो क्षणहरू अझै पनि युट्युबमा छ होइन, चेस्को भनेर सर्च गर्न सक्नुहुन्छ होइन। अनि पछि धेरैले भन्नुभयो मलाई किन यो केटा चाहिँ ठिकै छ होइन, तर फिल्म गलत चुज गर्यो भन्नुहुन्थ्यो कि मलाई धेरैले चाहिँ। यो मेरो दाग थियो होइन, मलाई दाग लाउनु भएको थियो। मैले अझै भन्ने मौका पनि पाएँ होइन। किन भन्दाखेरि तपाईँको म आफै एज अ प्रड्युसर नभएको भए चाहिँ खेल्थिनँ होइन। म आफै प्रड्युसर थिएँ। किन भन्दा मेरो लगभग तपाईँको त्यतिखेरको उमेर आजभन्दा 10 वर्षको उमेर भनौँ न, 73 सालमा चाहिँ 70मा बनाए हो होइन। लगभग 12 वर्ष अगाडि म कत्रो थिएँ र मैले त्यो बेला कति ऋण धानिरहेको थिएँ होइन, त्यो कुरा नि बुझ्नु पऱ्यो होइन। अनि त्यो बेला मलाई केही पश्चाताप छैन। किन भन्दाखेरि आज मलाई चाहिँ
म्युजिक भिडियोहरू खेल्दा यताउता खेल्दा चाहिँ अथवा सानोमा अब निखिल रुवेदीले उल्टे जम हान्दा बिन्दावासिनी हलमा राजेश शर्माले कालो सर्ट लाएर आउँदाखेरि त्यो इन्डाइरेक्ट रूपमा मेरो दिमागमा त थियो होइन, बन्छु भन्ने त थिएन, तर इन्डाइरेक्ट रूपमा मेरो सबकन्सियस माइन्डमा चाहिँ त्यो रहेछ क्या। अनि त्यो गर्दा चाहिँ मेरो पनि एकदिन टक्क पोस्टर फिल्म आउनुपर्छ हलमा भन्ने थियो होइन। त्यो मेरो सपना पुरा भयो होइन। लगभग 75वटा हलमा चल्यायो, नेपालभरि चल्यायो। अनि रमाइलो के भन्दाखेरि नेपालको इतिहासमा जुन दिनमा हलमा चल्छ त्यही दिनमा युट्युबमा पनि रिलिज भएको हो क्या, तर नेपालमा होइन, विदेशमा हो होइन। त्यो पेड सर्भिस थियो होइन। त्यो भएको हुनाले मेरो फिल्मी करियर एकदम छोटो रमाइलो भयो होइन। अनि त्यही नै हो। यो च्यानलमा जोडिनु होला। मैले सर्ट भन्न खोज्छु, धेरै लामो भइजान्छ कि भिडियोहरू चाहिँ। अनि त्यो भएको हुनाले भोलि पर्सिदेखि एक दुई दिनपछि अब नयाँ कन्टेन्ट आउँदा चाहिँ माइकमा अलिकति अँध्यारोमा अर्कै कन्सेप्टमा भन्ने कोसिस गर्छु। त्यो टाइपको स्टुडियो कस्तो लाग्छ, कन्टेन्ट पनि अर्कै। किन भन्दाखेरि मेरो फिल्मोग्राफी सबै कुराहरू मैले भनिसकेँ, लगभग 20-25वटा भिडियोमा मैले भनिसकेँ होइन। कलाकारिता बन्ने नबन्ने सबै भनिसकेँ। त्यो टाइपको भिडियोहरू जस्तै तपाईँले चाहनुहुन्छ भने म बनाउँछु होइन। चाहनुहुन्न भने फेरि तपाईँको पनि टाइम वेस्ट हुन्छ, मेरो पनि टाइम वेस्ट हुन्छ होइन। म अर्कै कन्टेन्टमा लाग्छु होइन। किन भन्दा मैले युट्युब जुन उद्देश्यले खोलेको थिएँ यो चाहिँ मेरो बायोग्राफी टाइपको हो क्या। यो अहिले मैले भनिरहेको बायोग्राफी टाइपको हो होइन। अनि त्यो भएको हुनाले हस्, थ्याङ्क यू।